हामी चाहिँ अब सबै चढेर टक्क लाइब्रेरी जाँदैछौँ है। अनि यो सबवे चाहिँ लाइन 4 बेजिङको लाइन 4 हो। किन म यसरी देखाउँदैछु किनकि यसमा एभ्री इम्पोर्टेन्ट युनिभर्सिटी अफ द होल कन्ट्री यही लाइनमा पर्छ, लाइन 4 मा। जस्तो कि बेजिङ युनिभर्सिटी, रनमिन युनिभर्सिटी। हामीले बुक चाहिँ गरेको थियौँ लाइब्रेरी, बट ढिला भइसकेको थियो। 5 बजे गेट बन्द हुन्थ्यो, बट हामी अलरेडी सबैमा 5 बजिसकेको थियो। त्यसैले हामी नजिकको कुनै अब मार्केट जाने प्लान बनायौँ। अनि एउटा नजिकको मार्केट न्यू चिए भन्ने नजिकको मार्केटमा चाहिँ खानेकुराहरूको लागि फेमस छ। सो अब त्यहीँ जाँदैछौँ है त। यो सब स्टेसन चाहिँ म फर्स्ट टाइम आएको थिएँ अनि अलि राम्रो लाग्यो, दामी छ। यस्तो सफा क्लिन हुन्छ चाइनाको सबवे। फेरि हुन त अरू ठाउँको गएको भएन, थाहा होस् मलाई अरू ठाउँको कस्तो हुन्छ भनेर, तर यस्तो हुन्छ है त गाइस। सबवे यदि कसैले देख्नु भएको छैन भने यस्तो हुन्छ। अनि जुन ठाउँमा हामी आएको थियौँ यही हो त्यो ठाउँ। यति लाइन लागेको थियो नि, मान्छेहरूको यति भिड थियो। जे खानाको लागि लाइन लाग्नु पनि, बट दिस इज वाट आई गट। मैले के किनेको छु हेरौँ है त। चिकन लेग पिस अनि लाफिङ। फर्स्ट टाइम मैले यसरी खाएको भिडियो बनाएको, त्यसैले नराम्रो कमेन्ट चाहिँ नगर साथीहरू। बरु के इम्प्रुभ गर्नुपर्ने छ त्यो भन्दै हुन्छ। ठिकै थियो, खानेकुरा चाहिँ खासै मिठो थिएन। त्यत्रो लाइनमा लागेको वर्थ इट चाहिँ थिएन है, अनेस्टली भन्नुपर्दा। मसला पनि हाल्दैनन् यो चिकनमाथि, अलिकति नुन मसला थर्किदिनुपर्छ नि, खुर्सानी छैन त्यसैले। अनि ओइली एकदम, ओ माई गड। ठिकै, त्यस्तो पनि थिएन। यो चाहिँ लाफिङ हो है, चाइनाको लाफिङ यस्तो हुन्छ। यस्तो कलरफुल त हुँदैन जहाँ पाए त्यहीँ त, यहाँ मात्र यस्तो कलरफुल, बट यस्तै खालको हुन्छ। हाम्रो जस्तो चिटिक्कको राम्रो मिठो हुँदैन, ठिकै हुन्छ। कहिलेकाहीँ खान ठिकै हुन्छ। टेस्ट कस्तो थियो भन्दा तितो के हो, के तितो भइरहेको थियो, नभए त ठिकै हो। त्यस्तो वर्थ इट चाहिँ थिएन लाइन लाग्नुपर्ने जस्तो चाहिँ। अब पैसा परेछ, फाल्ने कुरो भएन। खाना चाहिँ खाएँ मैले। अनि लास्टमा चाहिँ साथी काम परेर गएन। अनि मैले चाहिँ यो याङरो छारलाई के भन्छ पनि, के कुरा फेरि चाइनिजमा मात्र भन्न आउँछ, नेपालीमा भन्नै आउँदैन। सेकुवा, मटन सेकुवा यस्तो मिठो थियो। यो चाहिँ एकदम वर्थ इट थियो। यसकै लागि भए पनि जानुपर्ने जस्तो थियो है। हजुरहरू यदि चाइना आउनुभयो भने अब मटन सेकुवा खानुहुन्छ भने जहिले पनि सिन्च्याङको खानु है। अरू ठाउँको हुन्छ, सिन्च्याङको चाहिँ एकदम मिठो हुन्छ। सिन्च्याङ भन्ने चाहिँ ठाउँ हो, तिब्बतको नजिकै पर्ने ठाउँ हो, त्यहाँको मात्र मिठो हुन्छ मटन सेकुवा चाहिँ। क्या जुसी, क्या मिठो थियो, ओ माई गड। अनि यो भिडियो एडिट गर्दा पनि अरू भिडियो स्किप गरौँ जस्तो भइरहेछ, यो चाहिँ हेरिरहेको जस्तो भइरहेछ। यस्तो मिठो थियो कसो। भित्र चाहिँ यस्तो थियो, अलिअलि सर देखाइदिन्छु। अनि फर्किँदा चाहिँ साइक्लिङ गर्दै आएको थिएँ म। यस्तो दामी सनसेट थियो बाटोमा, टक्क सिटी भ्यू, दामी थियो भ्यू। चाइनामा चाहिँ मेन सजिलो हुने भने साइकल चाहिँ जता पनि चलाउनु पाइन्छ, त्यही हो सबसे मनपर्ने कुरा मलाई यहाँको। यस्तो ब्लू येल्लो ग्रिन कलरको साइकल आफैले अनलक गरेर चलाउनु मिल्छ। ल हेर्नु सहर। अनि अर्को कुरा चाहिँ यो रोज टाइपको फुल जताततै रोपेका छन्।